हेलो गाइज अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई गुड मर्निङ अनि नमस्ते है। के छ साथीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु यता। सबैजनालाई सन्चै होला आशा छ। अनि अरू के छ तपाईँहरूको हालखबर? मेरो चाहिँ आज मेरो सेकेन्ड डे हो। आज चाहिँ सेकेन्ड डेमा चाहिँ म बिहानै उठेर चाहिँ पानी सानी यसो तताएर है, बिहानमा चाहिँ तातो पानी खाने बानी बसाल्नुपर्छ। र तातो पानी खानु भनेको बिहानमा चाहिँ धेरै राम्रो हो, धेरै राम्रो कुरा हो बिहानमा होइन। कफीहरू चियाहरू खानुभन्दा टीहरू ग्रिन टीहरू लिँदा चाहिँ केही फरक पर्दैन, राम्रो हुन्छ। तर त्योभन्दा पनि अझै राम्रो बेस्ट चाहिँ तातो पानी हल्का मन तातो गरायो अनि खायो होइन। त्यही साथीहरू देख्न सक्नुहुन्छ बिहानको चाहिँ भ्यू हो यो चाहिँ। बिहानै आयो, रनिङ गऱ्यो होइन, राम्रो देख्न सक्नुहुन्छ। यही हो यता चाहिँ, यताको भ्यू चाहिँ। म डेली आएर चाहिँ एरियामा यही यतातिर ठुलो ताल छ अनि यही तालको वरिपरि आयो, रनिङ गऱ्यो अनि एक्सर्साइजहरू गऱ्यो अनि त्यसपछि चाहिँ फर्क्यो। एक्सर्साइज रनिङहरू र मर्निङ वाक तपाईँ यदि बिहानमा एक्सर्साइजहरू रनिङहरू गर्न चाहनुहुन्छ भने पहिलो दिन त गाह्रै हुन्छ, लगभग एक हप्तासम्म तपाईँलाई धेरै गाह्रो हुन्छ। हिँड्नै मन लाग्दैन, बिहानमा उठ्नै मन लाग्दैन होइन। तर कन्टिन्युसली म यो कुरामा म गर्छु नै भनेर अलि हिम्मत लिएर चाहिँ गरियो भने चाहिँ नहुने भन्ने केही पनि छैन साथीहरू। सबै कुराहरू हुन्छ। म पनि मेरो एक्सपिरियन्स पनि त्यही छ। हेर्नुहोस्, म विगत एक वर्षदेखि लागेको चाहिँ एक वर्षमा लगभग 7-8 महिनामा चाहिँ मैले आफ्नो म 98 किलोबाट चाहिँ म घटेर चाहिँ 75-76मा चाहिँ पुगेको थिएँ। जे कुरा पनि गरेर हुने हो होइन, गर्नु चाहिँ पर्छ, मेहनत चाहिँ गर्नुपर्छ। सङ्कल्प लिएर चाहिँ यो कुरा चाहिँ मैले गरेरै छाड्छु भनेर त्यस्तो हिसाबले चाहिँ गर्नुपर्छ। नहुने भन्ने केही पनि छैन होइन। त्यही भएर चाहिँ म तपाईँहरूलाई सेयर गर्न चाहन्छु। यदि तपाईँहरूले बिहान उठ्नलाई अल्छी लाग्छ या यस्तो भन्नुहुन्छ भने, यदि तपाईँलाई बिहानमा चाँडै उठ्न अल्छी लाग्छ भने चाहिँ त्यसको लागि पनि हरेक कुराहरूको सल्युसन हुन्छ। तपाईँले यदि केही कुराहरू प्रब्लम छ भने चाहिँ त्यसको हरेक कुराहरूको चाहिँ सल्युसन चाहिँ हुन्छ है। देख्न सक्नुहुन्छ, म तपाईँलाई अहिले भन्छु बस यो चाहिँ होटल हो। यो चाहिँ छेउ यो लेकको चाहिँ छेउमा होटल छ। यो होटलमा चाहिँ मान्छेहरू आउने बस्ने खाने होइन राम्रो छ। साँझको बेलामा चाहिँ छुट्टीको बेलामा अरू भन्दा नि यो साँझको बेला र शनिबार आइतबार मान्छेहरूको यहाँ छुट्टी हुन्छ नि त, 2 दिन छुट्टी हुन्छ। अनि आउने यो लेकको साइडमा आएर बस्ने, रमाउने, यहाँ सिक्ने, नयाँ कुराहरू गर्ने गर्छ। त्यस्तै छ साथीहरू। म भन्दै गइरहेको थिएँ, साँझमा चाहिँ अलिक कम खाएर खानालाई चाहिँ अलि कन्ट्रोलै गर्नुपर्छ। हेर्नुहोस्, केही पाउनको लागि केही गुमाउनु पर्छ भने जस्तै खानालाई चाहिँ गुमाउनै पर्छ। खानानीलाई जे भए पनि अलार्म राखेर बिहानमा म गर्छु नै, म जान्छु नै भनेर चाहिँ हिँड्नुपर्ने हुन्छ। बल्ल अगाडि बढ्न सकिन्छ होइन। एक दिन 2 दिन गर्दै हो हुने होइन सबै कुराहरू। एकैचोटि आजको भोलि चाहिँ केही पनि हुँदैन। जे चिजको लागि पनि समय चाहिन्छ होइन। अगाडि बढ्नको लागि र केही प्रगति गर्नको लागि, केही आफूले चाहेको कुराहरू पुरा गर्नको लागि समय र धैर्यता चाहिँ चाहिन्छ। नहुने भन्ने केही पनि हुँदैन। बिहानमा रमाइलो हुन्छ, यहाँको मान्छेहरू आउँछ है। फिस ड्राइभ गर्दैछ यहाँ चाहिँ।
देख्न सक्नुहुन्छ चाहिँ बिहानमा आउने र माछा मार्ने। यो तालमा चाहिँ ठुल्ठुलो माछा छ। म कति देखिरहेको हुन्छु। म धेरै आइसकेँ नि त यहाँ, अनि आउँदा आउँदै मैले धेरै कुराहरू देखिसकेँ। यत्रो ठुल्ठुलो माछाहरू पुरा 5-6 किलोको माछाहरू पनि यहाँ मरिरहेको हुन्छ कि, अनि त्यही भएर चाहिँ मैले देखिरहेको हुन्छु। त्यही हो साथीहरू, यहाँ चाहिँ जङ्गल छ। जङ्गलमा होइन, रोमानियामा पनि यस्तो जङ्गल छ। यहाँ त जङ्गलै जङ्गल छ। पहिलो सुरुमा आउँदा चाहिँ रोमानिया भन्ने त पुरा युरोप चाहिँ खत्रै होला भनेर पुरा सोचेर आएको थिएँ है। खत्रै होला, पुरा ठुला घर हुन्छ होला, ठुला पुरा सहर हुन्छ होला भनेर भनेको त चाहिँ छ। त्यस्तो बात होइन कि, छन् चाहिँ छ, तर पनि त्योभन्दा बढी राम्रो सुन्दर चाहिँ यहाँको जङ्गल हरियाली चाहिँ अझै सुन्दर फेमस रहेछ कि, अनि त्यही भएर चाहिँ मलाई चाहिँ त्यस्तो लागेको कि त्यस्तो रहेछ। तर कोही बात नै, राम्रो छ, बहुत राम्रो छ। मलाई पनि मनपर्ने यस्तै हो, हरियाली होस् होइन। बिहानमा चाहिँ ट्र्याक्टर लगाएर राम्रो उठेर चाहिँ हरियो वन जङ्गल हेर्न पाइयोस् होइन। अनि त्यही हो, त्यही रमाइलो चाहिँ बहुत रमाइलो लाग्छ मलाई चाहिँ। त्यो म अस्ति रनिङ गरेको ठाउँ होइन, म चाहिँ देवानमा हिजो रनिङ गरेको ठाउँ देखाउन गइरहेको छु। यही हो, म यहीँ आएर चाहिँ एक्सर्साइज गर्छु। म एभ्री डे यहीँनिर आउँछु म, अनि यहीँनिर आएर एक्सर्साइजहरू गरेर चाहिँ म फर्किन्छु। र अझै अगाडि देखाउन चाहन्छु तपाईँलाई। आज म तपाईँहरूलाई पुरै A to Z देखाउन चाहन्छु। म त्यो बिचको बाटो चाहिँ काटेको हो, त्यहाँनिर आवाजले अलि नमिल्ने भएर गाडीहरू कराउने, अनि त्यही भएर चाहिँ मिलेन। मर्निङ वाक चाहिँ हिँड्नुपर्छ है। मर्निङ वाक चाहिँ छोड्नुहुन्न। बिहानमा जति सक्यो तपाईँहरू बिहानमा चाँडै उठेर चाहिँ हिँड्ने गर्ने बानी बसाल्नुपर्छ। बिहानमा हिँड्ने भनेको त बहुत राम्रो कुरा हो, बहुत राम्रो कुरा हो। स्वास्थ्य मेन, हेल्थ इज वेल्थ भनेर भन्छ नि त। हामीले सानोमा पढ्यौँ है, स्वास्थ्य नै धन भनेर। तर हामीले चाहिँ त्यति ज्ञान भएर चाहिँ लाइफमा इम्प्लिमेन्टेसन गर्न सकेनौँ। त्यो कुरा चाहिँ ज्ञानमै र बुकमै मात्र रहिरह्यो कि सीमित रहिरह्यो होइन। हामीले चाहिँ त्यसलाई लाइफमा चाहिँ प्रयोग चाहिँ गर्नुपर्छ। ल, म आएँ साथीहरू, यहाँ मेरो आउने ठाउँ। यहाँदेखि चाहिँ अगाडि बाटो छैन, अनि त्यही भएर चाहिँ म यहाँनिर आएर त्यहाँनिर यसो बसेर चराहरूको आवाज सुनेर है, रमाइलो चराहरूको आवाज सुनेर चाहिँ म यहाँदेखि फर्किन्छु। र मलाई बहुत राम्रो लाग्छ बिहानमा हिँड्न, हावाहरू यसो चिसो हावाहरू खान, अनि हरियालीहरू हेर्न, रुख बिरुवाहरू होइन, चराको यो वातावरण चाहिँ मलाई एकदमै मलाई भित्रैदेखि मनपर्छ क्या। अनि त्यही भएर मैले बिहान उठेर आइरहेको छु। अलि पछि हिउँ पर्न थाल्यो भने चाहिँ मैले तपाईँलाई सबै देखाउनेछु। हिउँ चाहिँ बहुत हिउँ पर्छ यहाँ पनि, लास्टै हिउँ पर्छ। बाटोमानिर सरेर पुरै सेतै भइरहेको हुन्छ। त्यही हो साथीहरू होइन, आजको चाहिँ मेरो सेकेन्ड डे हो। म अब तपाईँहरूलाई एक्सर्साइज गर्छु अनि देखाउँछु है। आज चाहिँ मेरो सेकेन्ड डे हो। सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। कन्टिन्यू दिइराख्नुपर्छ जे कुरालाई पनि।
जे कुरालाई पनि थोरै गर्दै बढ्ने हो नि त होइन। त्यही भएर दिनमा एकै मिनट दिनुहोस्, तर कन्टिन्यू चाहिँ दिइराख्नुहोस् होइन। एकै मिनट मात्र भनी दिनुपर्छ। अनि म यहाँ आएर यतानिर आएर बसेर चाहिँ एक्सर्साइज गरेर हल्का बसेर चाहिँ म यहाँदेखि चाहिँ फर्किन्छु। फेरि अरू धेरै गर्न नसके पनि बिहान उठेर चाहिँ 15 देखि 20 मिनट चाहिँ कन्टिन्यू हिँड्ने एउटा बानी बसालौँ सबैजनाले। स्वास्थ्यको लागि एकदमै। भोलि म 3rd डेको पनि भिडियो लिएर आउनेछु। कृपया मेरो भिडियोलाई चाहिँ माया गरिदिनु होला, लाइक कमेन्ट गर्न चाहिँ भुल्दै नभुल्नु होला, र सेयर र सब्सक्राइब यदि तपाईँ नयाँ हुनुहुन्छ भने सेयर र सब्सक्राइब पनि गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।